म मेगा सिटीमा बस्छु, तारकेश्वरमा बस्छु एकदम है। अनि आज मेरो छोराको जन्मदिन। अनि हजुरको ओरिजिनल घर चाहिँ कहाँ हो? ओरिजिनल घर म चाहिँ नवलपरासीबाट। नवलपरासी कुन ठाउँमा? सुनौल। सुनौलदेखि आउनुहुन्छ त्यहाँ काठमाडौँ। ए हजुर ल। अनि आज चाहिँ ऊ चाहिँ 23 वर्षको पुग्यो है। वैशाख 12 गते 2061 सालमा जन्मिनु भएको। अनि उहाँको इच्छा थियो कि भन्नाले छ कि यो चाहिँ आज मैले केही दान चाहिँ हाम्रो यस्तो बालबालिकाहरू जो चाहिँ अलिकति फिजिकली रूपमा चाहिँ अलिकति असक्षम हुनुहुन्छ उहाँलाई गएर चाहिँ सेलिब्रेट गर्ने उहाँले चाहिँ इच्छा छ र त्यही कारणले चाहिँ म यहाँ आएको हो है। धेरै धन्यवाद, खुसी लाग्यो। ल अब सुरु गरौँ है। रेडी 1 2 3 गो। Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. May God bless you. May God bless you. Happy birthday to you. Happy birthday to you. Ready 1 2 3 go. हर्षित छु म आज जन्मदिन तिम्रो इच्छा चाहना सबै पुरा होस् मनभरि उमङ्ग उत्साह बढोस् हर कोसिसले सफलता सुनोस् अवरोधहरू सपिनुहोस् कर्मले परिवर्तन ल्याओस् हर्षित छु म आज जन्मदिन तिम्रो इच्छा चाहना सबै पुरा होस् जहाँ पहिला देख्छौ फुल फुलोस् कामना मेरो अँध्यारो हटोस् जहाँ पहिला देख्छौ फुल फुलोस् कामना मेरो अँध्यारो हटोस् कुनै यात्रामा ठेस नआओस् रातोमा चन्द्र साथ रहोस् दुःखको बादल नचाओस् कहिले आँसु केवल खुसीमा झरोस् पीडाले भिजिएका जीवनको सहारा तिमी बन्न सकोस् हर्षित छु म आज जन्मदिन तिम्रो इच्छा चाहना सबै पुरा होस् संस्कारमा स्वर्ण अक्षरमा लेखियोस् व्यक्तित्व तिम्रो तेजमय होस् संस्कारमा स्वर्ण अक्षरमा लेखियोस् व्यक्तित्व तिम्रो तेजमय होस् जन जनमा शान्ति झर्न सकोस् मन मनमा तिम्रो नै बास गरोस् आदर गरोस् सबले मान गरोस् सधैँ सबैमा खुसी छर्न सकोस् संसारभरका मानवलाई एकताको सूत्रमा बाँध्न सकोस् हर्षित छु म आज जन्मदिन तिम्रो इच्छा चाहना सबै पुरा होस् सधैँ सबैमा खुसी छर्न सकोस् सपना नवजातिको गौरव कस्तो मिठो गाउनु भयो भनेको कसले सिकाउनु भएको यो यस्तो गीत? नहीं, हम लोग